ए मेरो हजुर 4 आउँदैछ खुसी लाग्छ ए मेरो हजुर 3 पनि हेर एकदमै राम्रो लाग्यो के तपाईको तर त्यसमा तपाईँ मर्दो रहेछ नि म त साह्रै पिर लागेको थियो त्यो फिल्ममा चाहिँ मर्नै पर्ने म त पिर लाग्यो नि त नि सुहानाजी पनि मरेको एक्टिङ होइन म त साँच्चीकै सम्झेँ नि बुढी मान्छे फिल्ममा त्यस्तो हुन्छ हुन्छ त नि 94 मा कसरी हुन्छ त फिल्ममा त्यस्तो हुन्छ भने हेलो माइली म मरे भने मेरो क्रिया नगर्नु है मलाई फिल्म खेलाउनु फेरि चिन्तो भाइले ल बिचारा आमा सिरियस त्यस्तो छ के मेरो त अब के गर्नु हेर्नु अब मेरो त यस्तै हो होइन अब मेरो कार्य व्यस्तताले गर्दा पनि अलिकति अब बस्न पाएँ नाच्न सिफालु भनेको होइन त आमा नाच्न त मन थियो नि फेरि अब अनमोल केसीसँग नाच्दा यो कार्यक्रम त भुवन केसीले हेर्ला रिसाउँला कि भन्नु भुवनलाई त्यस्तो हुनुहुन्न